हेलो एभ्रिवान वेलकम ब्याक। आज चाहिँ हामी डाइस रोलर गर्न लाग्यो अनि हामीले चाहिँ के गर्न लागेको छौँ भनेपछि हामीले चाहिँ 1 2 3 मात्रै राख्न लाग्यो है। यदि 4 आयो भने फेरि 1 अनि 5 आयो भने 2 6 आयो भने 3 त्यसरी काउन्ट हुन्छ है। ओके ओके 2 2 ओके चाहिँ के हो यो सर आज थोरै त खाने कि गाइस हामीलाई पनि भोक लागेको छ 1 2 है 2 है चट्टी पनि हो नि एकैचोटि खाइन्छ भाइ कति हो र अरे प्लिज गेट आउट अफ हियर माय टर्न के खाने होला 1 भनेको त मैले मेक इट काउन्ट गर्नु पर्यो नि गाइज स्पुन छैन अरू ल्याउनु बिर्सेछ चाउमिन चाहिँ राम्रो छ यो अन्त फोर देखेर कस्तो खुसी भएको यस्तो गरम है गाइज त्यस्तो एउटाबाट हुन्छ त्यस्तो पाइन्न अरे त्यस्तो होइन बाइट वान बाइट नो 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 होइन एउटा फुडा अरे त्यस्तो होइन होइन टु मच हो होइन नो 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 होइन 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 अरे यो त चिटिङ भएर नि अरे कमन अरे ओके ल ठिक छ ओके म आई विल फलो द रुल 2 त्यही त कहाँ लाइक हेर्नु न यो फेर कसरी भयो है 2 बाइट हैन ल हेर्नु म हजुरकै रुलमा हजुरलाई फलो गरेँ 1 बाइट 1 बाइट कसरी खाने यहाँ अब टाङ्ने छैन केही छैन सके ठाउँमा कुर्दा त झ्याउ लाग्दो रहेछ रुल बनाउनु एकदम गाह्रो हुन्छ अब मैले काम पनि होइन मैले चाहिँ अनलाइनमा यस्तै देखेको थिएँ त्यही भएर खानु पनि छ हाम्रो बाइट हो क्या काउन्ट चाहिँ हामीले बाइट पोलिसी बनाउनु गाह्रो हुन्छ बुझ्नुभयो नि बनाउनु सजिलो हुन्छ त्यसलाई निभाउन गाह्रो हैन निभाउने खालको बनाउनु गाह्रो हुन्छ कि सेकेन्ड बाइट छिटो के सेकेन्ड मात्रै हो के हो र सेकेन्ड बाइट भने ल 3 बाइट भयो अब टोक्नु चम्चाले यस्तो गरेर डबल हाल्यो कि खै मलाई 3 आवर्स के अरे हजुर हल्लाइदिनु त्यहाँ 3 आएको थियो सरी पानी चाहिँ खानु पाइहाल्छ के गर्नु गाह्रो छ यो रुल चाहिँ एकदमै नराम्रो रुल बनायो हजुर तर हजुरलाई पनि घाटा लाग्यो नि त अघि त होइन हो तान्ने एक चम्चाले एकचोटि त्यही भनेको मलाई मुखमा के हो र तीनटा बाइट भयो 3 भयो त्यो म त रुल्सहरू सम्झाउँदा लुक यो यति धेरै यहाँ मुखमा गएर 1 चोटि मात्र हो अब चम्चा हाल्न पाइएन अब हो त्यो 1 बाइट भयो हो त्यसरी छोड्नु पर्यो हो त्यो पनि हाल्नु पर्यो अब तुरु लिएर आएर जानु त एउटा फुट खायो भएर एकचोटिमा दुध खानुपर्छ र ए म त one ल सिम्पल गरेर भइहाल्यो नि एउटा किन मिस्टेक भन्नु एउटा फुट्यो होला वान टाइप अफ फुड चम्चाले नि यस्तो गर्नु नपाइने एकचोटिमा गर्नु सिम्पल रुलमा आउनु क्या म त एक्लै डाइस रोलर खेल्छु होला गाइस अर्कोचोटिबाट किन पोलिसीमा कन्फ्लिक्ट भयो त्यो त पोलिसी पहिला अग्री भएपछि बल्ल हो नि त इम्प्लिमेन्ट गर्ने
त्यो जति तल झार्नु थर्ड होइन सेकेन्ड प्लिज कस्तो पिरो भयो कस्तो पिरो भयो थोरै खान्छ कि धेरै खानु पर्दैन 2 हजुरले झेली गर्यो हामीले पानी चाहिँ काउन्ट गरेको छैनौँ है मैले यसरी गरेर धेरै बेला खान्न नि त मैले झिकेर खान्छु अनि आउनु कि खस्छ कि होइन होइन धेरै बनाएर खान्छ अचार चाहिँ काउन्ट गर्नु पाइँदैन है अनि अचार पनि खान्छ नि त कसैले सुप जस्तै पानी हो त्यो मैले त्यस्तो गर्ने नि त मैले यसरी खाएँ अनि झर्छ के गर्दा यस्तो गर्ने मिठो है कस्तो मिठो नि यो चाहिँ कस्तो मिठो है तर सबै मिठो तर हामीसँग यो पनि छ है वाटरमेलन पनि खाँदा पनि हुन्छ हो चम्चा चाहिँ नलिनु हो त्यसै जाने हेर्नु सक्यो यो खानु त त्यो पनि खाँदा हुन्छ है धेरै परेको थियो नि त होइन भन्नुभयो त्यो नेपाली मोरी छिटो है गाइस यहाँ बोरिङ भयो योभन्दा रनिङ गरेको खाएको अरे 3 चोटि खासै त के हो त्यति धेरै टाइम वेस्ट नगर्नु खानु बराबर हामी त्यही अब त्यही रनिङवाला गर्ने जस्तो त झ्याउनु त्यो चाहिँ यसरी चाहिँ कस्तो होइन यस्तो अलि रमाइलो टाइपको त्यसो खाने हो अरे हजुरलाई म एकचोटि गेम देखाउँछु यो हजुर खान्न त्यो हजुर खानु तर त्यस्तै नखानु पहिला एउटा सक्नु न एउटा सक्नु सबको माथिको मागेर हजुरले खाएकोलाई मैले कन्टिन्यू गरेको भाइ है
भयो नि हजुर खरबुजा खान्छ है हुँ? पनि खेलौँ न यो डाइस ल खरबुजा खरबुजा थोरै खाएको छु है टु हजुर अगाडि नि मैले पहिला यो खरबुजा तेरे सबै खाइदिने एउटा खरबुजा एउटा बाहिर खायो नेक्स्ट ट्राई गरेगा टु तीनचोटि टोक्यो मैले होइन रे यस्तै थियो नि सेमी होइन यस्तै थियो नि डजन्ट म्याटर मैले भन्न खोजेको मैले यो खान नि सक्थेँ नि त तर मैले किन खाइनँ भने मासुलाई युज गर्नुलाई होइन रुल्स त्यो यो रुल भएन नि यो गेमको रुल गरिहालौँ न ओके हजुरले कस्तो गरे यस्तो गऱ्यो अनि फेरि यस्तो गऱ्यो फेरि यस्तो गऱ्यो किनभने त्यसमा पोर्सनै थिएन नि त खानु नि त हजुर पनि हजुरको भन ल हजुर तिनचोटि ताने नुहाएर यही खान्छ मेरो मेरो है रोक्नु पहिला हेर्नु मेरो पहिला मलाई रोक्नु न एकचोटि त जाउँ न ल सकिएन सकिहाल्यो भर्खर नि आफै नि खाएको फेरि गर्नु मैले देखिनँ खानु पाएँ I like that idea. One bite. यो त मोमो खाने बेला 5वटा मोमो खाए पनि 1 बाइटमा त्यो 1 गरिन्छ क्या Very right. दुईचोटि अब दिन मन निकालेको यो त एकचोटि है तीन बजी क्या त्यहाँ हजुर फास्ट फरवर्ड गर्छ कि यति नर्मल हाल्छ के फास्ट फरवर्ड गर्छ कस्तो आउँछ कि फास्ट फरवर्ड क्याङकुङ क्याङकुङ गर्छ मेरो गर्छ है गाइज Pero nada. Dia fakta apa? Fakta ya. Ini barang fakta. Timmलाई आएर मेरो रोटी खाइ नै भयो
कति भयो 1/2 यो गेम चाहिँ ममालाई मात्रै मिल्दो रहेछ कि एउटा ममा एकचोटिमा ममा 3-4 खाइदिनु त्यस्तो त भएन कि त्यस्तै नि बेला खान्छ यार भयो 1 बाइट काउन्ट गर्ने हो भनेर त्यो गरिरहेको छ मेरो यो त्यो भइरहेको हजुरले 2 तर अब 2 आएर पनि केही काम छैन लग सबै सकिसक्यो पनि यही हालिदिउँ न त्यसरी त अब यो 10 मोमो खान सकिने भएको छ तिमी बाइट काउन्ट अनि मैले गर्दाखेरि किन त्यस्तो गर्ने भनेको त अनि मैले त्यहाँको हाल्दा खाँदाखेरि कहाँ भने मैले मासु राखेर खाँदाखेरि त्यसरी त नगर्नु न हो अलिअलि त मिलाउनु न भनेको होइन मैले त्यसको मासु पुरै हालेर खाएको होइन एउटाको आई 3 परेको थियो के भएको ठिकै छ त्यो हजुर भाइ मलाई 3 हजुर 3 म त खान्छ मलाई पुरा मलाई पनि पुग्यो अब एकदम ठिकै हो तर हजुरले रेस्पोन्सिबली खेल्यो भने मात्र हजुरले लास्टैसम्म कचोच गऱ्यो कि अनि सुन्नु हजुरले सक्यो बाई बाई